हेलो गाइस, तपाईहरुलाई हाम्रो मन लाग्दा बनाउने भ्लगमा स्वागत छ। यता छ हाम्रो मासु, कुखुराको चरचरी भुटेको मासु सँगै छ हाम्रो यता आलु र काँक्राको अचारको रेसिपी चाहिँ निरुसा मिसको। अनि यता हाम्रो मिरा मिसले चाहिँ एकदम दुःख गरेर मेहनत गरेर यता पुलाउ घरबाट घिउ स्याउ पुलाउ पकाउने सब सरसामान ल्याएर मिठो मिठो बनाउनु भएको छ। म त अघि अफिसमा थिएँ, 5 बजीतिर फोन गरेर कता हुनुहुन्छ तपाईँ, कतै नगए सरासर घरमा आउनुभयो खाना खान, स्पेसल भेराइटी पाकिरहेछ भनेर फोन गर्दै हुनुहुन्थ्यो। आएको त यस्तो आज त मिठो मिठो पाकिरहेको रहेछ, मिठो मिठो। स्पोन्सर हाम्रो मिस मिरा मिस हुनुहुन्छ। त्यो चाहिँ हाम्रो किचन हो। केही छ निरुसा मिस, यस्तो हँसाउनु पर्यो कि भिडियोमा पनि। रियल लाइफमा त उहाँले यति हँसाउनुहुन्छ कि होइन, पुरा पछि भएको एउटा केही न केही टक्क टक्क दिइरहनुहुन्छ कि। तर ल हामी अब खाएको पनि म क्लिप देखाउँछु। भिडियो बन्द गरेको त बल्ल आनन्द भयो भन्नुहुन्छ। रेसिपी मिठो कस्तो छ? मिठो मिठो भयो। त्यस्तो मिठो मिठो के बनाएको हुन्छ, यस्तो टेस्ट मलाई चाहिँ खासै थाहा छैन। मिठो हुन्छ भन्दैछन् साथीहरू। यो मिठो भयो जस्तो लाग्छ। एक्सप्रेसन चाहिँ कस्तो आउँछ, म एक्सप्रेसन सहित क्लिक गर्छु। पानको पात नयाँको पात माया तिमीलाई सम्झिन्छ दिनको रात म स्यान खाना खाना तपाईको एक्सप्रेसन क्लिक गर्छु। कस्तो हुन्छ, मिठो हुन्छ त? मनपर्छ? रातो हुन्छ कि म यो हुँदैन, यो नेचुरल हरियै हुन्छ। थ्याङ्क यू। दिस इज माई टर्न। खै मलाई त कसरी खाने भन्ने पनि थाहा होइन। ललीपप पान वाला भैया